हामीले यहाँ हिउँमा ड्रिफ्टिङ गर्दाखेरि चाहिँ हाम्रो गाडी फसेको थियो सो अब एउटा जिम्नीले चाहिँ हाम्रो गाडी तान्न कि सक्छ कि सक्दैन भनेर ट्राई गरेको है त पाउनु है त ल गुड 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 आयो ल गाडी त दिक पनि हल्लेन है जिम्नी दाइ ल सानी दाइ जिम्नी कस्तो तान्छ त यार ल टक्क हावा पनि हल्लेन हावाले नै हल्लेन हाम्रो यो अर्को ल वान ट्राई कस्तो लाउड सुनिन्छ अब म यहाँ सकेन अब अर्को हाम्रो आउँछ इसुजु ल है हाम्रो इसुजुको पावर हेरौँ है अब ल मिठो फसेको छ गाडी मिठो फसेको छ हिउँमा हाम्रो यहाँ अर्को यहाँ हेर्नु न यहाँ अर्को पहुँचेर दाइ तपाईँ कहाँ बिचमा गएको त अनि ड्रिफ्टिङ गर्नलाई 3 फिट गइरहेछ क्या त्यो हिउँ यार अर्को आउँदैछ है हाम्रो ल इसुजुको पालो ल है हामीले ट्राई गर्दैछौँ अब इसुजुको पालो ल डोरी लाउँदैछौँ यसको त अगाडि छ नि त नि यसको त अगाडि छ अगाडि यसको अगाडि छ नि त नि यसको अगाडि छ नि त नि तान्ने पछाडि छ र हेर्नु त यसको अगाडि रहेछ अब अगाडि यसको त्यो अघि हिउँले सबै भएको थियो छ लाइरहेछ बाबा ल इसुजुको पावर हेरौँ है अब दामी ल बब्बल प्रदीप दाइ गाडी इसुजुले पावर देखाए त सुमन दाइ कवाडी इसुजुले गाडी ताने है ल ठिक छ नि अब अर्को पालो ल ओ माई गॉड हेर यू ल गुड जब ठिकै छ अब कन्टेन्ट बन्छ तानी भने लेट्स गो बेबी लेट्स गो ल सन्जु दाइ यसरी भिडियो बनाउनु न अगाडिबाट तपाईँको मोबाइलबाट अब चाहिँ रुबिकनको रेस्क्यु पछाडि रुबिकन जाँदैछ रेस्क्यु गर्नको लागि यता छ है ल गाडी नरोक जाऊ वेट ल है यता हिउँ यति गहिरो छ है फेरि तान्नु पर्यो इसुजीले ओ माई गॉड रेस्क्यु गर्न गएको मान्छेलाई रेस्क्यु चाहियो ल दाइ वान मोर अब फेरि इसुजु जाँदैछ है रेस्क्यु गर्नको लागि यसको वान मोर डोरी चाहियो डोरी ठिक छ त ल इसुजुको पावर हेरौँ अब फेरि तान्नु पर्यो गाडी रेस्क्यु गर्न जानु लागेको हाइट कम भएर ल गाडी फेरि रेस्क्यु गर्नु परेको अवस्था छिर्दैन त दाइ
फुल पावर फेरि गयो रेस्क्यु गर्न आउनेहरू नै फसिरहेछ क्या यहाँ ले कान मच गयो वेट दाइ पता छ दाइ ल हाम्रो हिरो गाडी यस्तो मेमोरी भयो नि यार ल यसो जाँदैछ यहाँ हामीलाई बचाउन आयो बिचरा This is board official. धेरै अगाडि नजानु दुईटा डोरी होला नि त दो डोरी चाहिए दो आयो यहाँ हाम्रो गोड अफिसियल मजा रेस्क्यु गर्न आउनु भएको थियो बिचरा यही गाडी फस्यो अब यसको लागि हामी फेरि बान्नु पर्यो कमान प्रदीप दाइ धेरै अगाडि नआउनु गइरहेछ पछाडि ल अलि पछाडि जाउँ है बेबी अगाडि नबस्छ अगाडि नबस्छ सकेन अहिले निकाल्नु अब यसलाई पखेर तान्नु पर्यो क्या ल गाडी हुत्तिन्छ त्यहाँ नबस्नु अगाडि आउँदैछ रेस्क्यु गर्नलाई अर्को हामीसँग यसलाई सकेन यसले ल अब अर्को कुन आउँदैछ रेस्क्यु गर्नलाई यहाँ हाम्रो दर्शकहरू मात्रै हेर्नु दर्शकहरू हाम्रो अर्को आयो ल प्रदीप दाइ ओहो ल रेस्क्यु टिम आयो अब निकाल दो Can I remove this? हेर है त अब यसले कतिको हाइलक्स भर्सेस हाइलक्स हिउँमा गाडी बबा स्लिप हुने क्या तर गाडी बबा स्लिप हुने यार म उसँग छ भिडियो हमारा हाइलक्स आ गया है अब रेस्क्यू के लिए मान्छे नि कति अग्लो हुने 6 फिट भन्दा माथि अग्लो हुनुहुन्छ होला यति म अगाडि आधा हुन्छ यता देखाउँ त मलाई देखाउँ त हम हाइट मेजर करेंगे आप कैमरा में शॉट पे कर रहे ना हाँ यस्तो चाहिँ हाल्नु पर्ने रहेछ हाम्रो गाडीमा पनि ल हाँ बेबी
बुढा यस्तो चाहिँ हाल्नु पर्ने गाडीमा हाल्नु भने त अब जतिसुकै हजार भए पनि अब हाल्नु पऱ्यो नि 35,000 आइसीमा यतिको रेस्क्यु गर्न सक्यो भने त भइहाल्यो नि ल 35,000 भन्छ क्या अस्ति यता अस्ति चण्डीगढमा क्या बाबु म यहाँ लान्छु गोठै बस्यो भन्नु अफिसियल यो खासमा हाम्रो हाइलक्स यो हाइलक्स चाहिँ हाम्रो उता पजेरोलाई रेस्क्यु गर्नको लागि भनेर आएको थियो यो नै भयो नम्बर 2 अब हेरमै त अब कसको पावर ओ माई गड खैलाई खै छेकम नछेकम निकाल्नु यो अगाडि आउँदैन लेखेर दिन्छु ट्राई गर्दैछ हेरौँ आयो आयो ल यसले पनि सकेन यस अब आएगा क्या अब ग्रीन भैया आ गया है ना अब यहाँ चाहिँ हाम्रो टिमहरूसँग चाहिँ रेस्क्यु टिमदेखि लिएर मेडिकल टिमदेखि लिएर सबै मान्छेहरू चाहिँ प्रो हुन्छ क्या एकदमै अब यहाँ हेर मैले त उसले कति सर्टमा गाडी निकाल्छ यो यस्तो गहिरो छ कि फेरि यहाँ झनै लडेको यहाँ यसलाई तान्ने त्यसलाई पछाडिबाट तान्ने भइरहेछ है किनकि एउटा गाडीको पावरले चाहिँ पुगेन है हाइलक्स भर्सेस हाइलक्स चाहिँ तान्न सकेन झट्का हानिरहेछ हाइलक्स झट्का हानिरहेछ सकेन अब नहीं हो रहा है भाई क्या खतर रमाइलो भयो तपाईहरु कहाँ जानु आउने बब्बाल रमाइलो भयो नि तपाईको गाडी तान्न त्यो उगाको को यो हैन यो त पजेरो तान्न लागेको मेरो गाडी रेस्क्यु भइसकेको थियो पजेरोको लागि तान्नलाई त्यो आगो भनेको कि हैन दुईटा फसेको ड्रिफ्टिङ गर्दा गर्दै हिउँमा फसेको अनि यसलाई रेस्क्यु गर्न चाहिँ हाइलक्स आएको थियो हाइलक्स आफै फस्यो के अब यो गाडी एउटा सिङ्गलले त आएन अब यसबाट चाहिँ मेबी यसबाट क्लिफ हान्न लाग्यो त्यो के भन्छ त्यसलाई डोरी अब एक जोइन ये सब भी एक्सपीरियंस हो गया अब यहाँ हाम्रो लिडरले जोइन गर्दै हुनुहुन्छ वेट 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 पहिला खबर गर्न परेको न अगाडि हाम्रो पजेरो चाहिँ नराम्रोसित फसेछ पजेरो चाहिँ सब जागर ठेलाउनु पर्छ हामी ओ जालपत पाउ अब यहाँ रेस्क्यु आएन है आएन ल तीनटा गाडी आयो आयो ल आयो न न न न न न न सकिरहेछ नि सकिरहेछ ओ माई गॉड यो पो हो त आए यो चाहिँ यसको पावर यस्तो हुने रहेछ है डिस्टेन्स कम हो क्या सर 35,000 त अर्थित हुने रहेछ त दाइ अनि ओ माई गॉड दामी हुने रहेछ त यो त अनि
अर्को गाडी भनौँ भने यहाँनिर कुन गाडी हो कि होइन हाम्रो अलि रेन्ज छ नि अर्को सिङ्गल गाडी हो आयो आयो रुक जा 5,000 बढी पऱ्यो पनि राम्रो होला कि जहाँ पनि युज हुन्छ कि आयो आयो तर कस्तो बबल सिस्टम यार यो सिस्टम त मलाई दामी लाग्यो पछाडिको टायर फसिरहेको थियो नि त ओके सक्सेसफुल्ली रेस्क्यु हाम्रो एक्सप्लोरर नेपालको गाडी यहाँ फसेको थियो हाइलाक्सलाई चाहिँ अगाडिबाट तानियो यसलाई चाहिँ सकेन सो किनकि यताबाट तान्यो भने धेरै नै हिउँ छ नि त जाँदैन सो यसको लागि चाहिँ हामीले ब्याक साइडबाट तान्ने भनेर फाइनल गरेको छौँ आर्मी दाइ हेलो हेलो नट लिस्टिङ यार यसको लक छैन होइन म प्याक गर्दाखेरि लक भएको छ कि हेर्नु है टाइट पहिला टाइट गर्नु भयो यो गाडी टाइट यो सिधा हुनु पर्यो है टाइट भन्नु भन्नु है बिस्तारै बिस्तारै काम हामी यहाँ बस्दा हुन्छ नि होइन ब्याकबाट अल अबाउट मेन थिङ्स यस्तो भयो भने यो केटा मान्छेको बस्ने कुरा मात्रै है यो चाहिँ विजय मुक्तानको गाडीले हाम्रो एक्सप्लोरर नेपालको गाडी तान्दैछ हेरौँ है त हिउँमा गाडी तान्न गाह्रो छ क्या किनकि हिउँ नै चिप्लिन्छ कसरी यो पनि सिक्नुपर्छ यार कस्तो गाडी स्लिप भएको यार खतरा गाडी स्लिप भयो हामी यहाँ नबसौँ है यो गाडी कस्तो चिप्लिरहेको छ हेर्नु न कति खोजेको थियो त यति गरेर लगभग यो 7 फिट हिउँले गर्दा ठोको नि दाइ मेरो नि पुरै अगाडि ठोको त नि अर्को एउटा भिक्टिम ग्रेट 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 जब गाइस यत्रो रेस्क्यु गर्दा गर्दै गएको छ तीन गाडी रेस्क्यु भर्खरै गरेको 3टा गाडी हाम्रो थार रक्स चाहिँ जानु भएको त्यहाँ फेरि रेस्क्यु गर्नु पर्यो अब उहु अब ये कैसे निकालेंगे माउंटेन गोट्स आर बीइंग एंग्री विशाल दाइ अरु गाडी फस्यो हेर्नु न यसले त एकचोटि घुमाउन सकेन हाम्रो 4 राउन्ड घुमाएको घुमाएको नि घुमाएर त्यहाँ कोइरोमा गर्नु बाबा थ्री 3 गाड़ी 4 आपके साथ 4 हो गया You want to do one more drift? No, I'll see tomorrow. But बहुत मजा आया ना एक्सपीरियंस हो गया